हामीले लास्ट क्लासमा च्याप्टर 3 मा अल्टरनेटिभ एनालिसिसको कुरा गर्दै थियौँ र कतिको याद छ तपाईँहरूलाई मैले यो सेयर पनि गरेको थिएँ पाउनुभयो हामीले यहाँ क्लासमा बनाएको नोट जस्तो पाउनु भएको छ तपाईँहरूले यो लास्ट क्लासको लेक्चरलाई हामीले फलो गऱ्यौँ भने हामीले आइआरआर मेथडबाट अल्टरनेटिभ सेलेक्सन गर्ने कुराहरू गरेका रहेछौँ र अस्तिको लेक्चरमा हामीले एउटा स्पेसियालिटी के देख्नुपर्छ तपाईँहरूले एज अ भोलि इक्जाम फेस गर्दै गर्दाखेरि भने हिजो हामीले दिएको प्रोजेक्टका लाइफहरू चाहिँ सबैमा बराबर थियो आज हामीले चाहिँ नि डिफ्रेन्ट लाइफ भएको प्रब्लमलाई ट्याकल गर्न खोज्दैछौँ अस्ति एबिसी सुन्नु भएको छ मेरो आवाज सबैजनाले सुन्नेको छ सर। ओके अस्ति चाहिँ हामीले सेम लाइफ भएको अल्टरनेटिभहरूको कुरा गरेका थियौँ अब आज हामीले डिफ्रेन्ट लाइफ भएको अल्टरनेटिभहरूको कुरा गर्छौँ र त्यसलाई कसरी ट्याकल गर्ने भन्ने कुरा चाहिँ आज हामीले यहाँ सिक्नुपर्नेछ सो आज हामी नयाँ प्रब्लम क्रिएट गर्छौँ र त्यसलाई रिजल्भ गर्न खोज्छौँ एक्जाम पोइन्ट अफ भ्यूले डिफ्रेन्ट लाइफ भएको एकदमै इम्पोर्टेन्ट छ अल्टरनेटिभ्स ह्याभिङ डिफ्रेन्ट लाइफको आज हामी कुरा गर्छौँ ह्याभिङ डिफ्रेन्ट लाइफ्स जब अल्टरनेटिभहरू डिफ्रेन्ट लाइफ भएका हुन्छन् त्यो बेलामा चाहिँ नि हामीले डाइरेक्ट तिनीहरूको नेट प्रेजेन्ट वर्थ नेट फ्युचर वर्थ नेट एनुअल वर्थ हेर्दाखेरि सबैभन्दा सजिलो र सबैभन्दा बढी जस्टिफाई हुने मेथड भनेको चाहिँ नि नेट एनुअल वर्थ मेथड हो सो ट्राई टु युज नेट एनुअल वर्थ मेथड जहिले पनि यो एउटा रिमाइन्ड गरिराख्नुहोस् नेट एनुअल वर्थ मेथड युज गर्नुपर्छ हामीले भनेर तर अब इक्जाममा जानी जानी नेट प्रेजेन्ट वर्थबाट गर अथवा नेट फ्युचर वर्थबाट गर अथवा नेट क्यापिटलाइज वर्थबाट गर भन्यो भने के गर्ने त त्यस्तो सिचुएसनमा चाहिँ नि हामीले बुझ्नुपर्छ र अहिलेको लागि एउटा प्रब्लम क्रिएट गरौँ प्रब्लम चाहिँ तपाईँहरूलाई सेलेक्ट बेस्ट अल्टरनेटिभ select best alternatives with following information भनेर दिएको हुन्छ with following information अल्टरनेटिभ्सहरू तपाईँहरूलाई दिँदाखेरि अल्टरनेटिभ 1 अथवा प्रोजेक्ट ए र अल्टरनेटिभ 2 अथवा प्रोजेक्ट बी भनेर यसरी दिन्छ सो तिनीहरूको इन्भेस्टमेन्ट कति छ भनेर दिएको हुन्छ अल्टरनेटिभ 1 को इन्भेस्टमेन्ट मानौ 20,000 रहेछ भने यसको मैले यदि 30,000 एज्युम गरिदिएँ भने रेभिन्यू कति हुन्छ भनेर पनि दिनु पर्यो रेभिन्यू तपाईँको लागि 8,000 रुपियाँ छ र यहाँनेरि चाहिँ 12,000 रुपियाँ रेभिन्यू दिएको छ अपरेसन एन्ड मेन्टेनेन्स अपरेसन एक्सपेन्डिचर भनेर दिन सक्छ त्यसै 2,000 रुपियाँ यहाँनेरि छ भने यहाँनेरि 3,000 रुपियाँ दिन सक्छ त्यसो भए स्यालवेज कति छ एट द इन्ड अफ द युजफुल लाइफ भनेर स्यालवेज भ्यालु दिएको हुनसक्छ स्यालवेज भ्यालु मानौँ यसको लागि 2,000 रुपियाँ दिएको छ र यसको लागि 3,000 रुपियाँ दिएको होला र लाइफ दिएको हुन्छ लाइफ चाहिँ तपाईँको इन इयर्स दिएको हुन्छ यो 6 वर्षको छ र यो 12 वर्षको छ भने यस्तो बेलामा हामीसँग दुईवटा अप्सन हुनसक्छ यो प्रब्लमलाई सल्भ गर्नलाई अप्सन to resolve the problem to resolve the problem are नम्बर 1 मा हुनसक्छ तपाईँको लागि एउटा रिपिटेबिलिटी एजुम्सनबाट जाँचमा तोक्न सक्छ तोकेन भने रिपिटेबिलिटी गर्ने तोक्यो भने जुन तोक्छ त्यही गर्ने रिपिटेबिलिटी एजम्सन हुनसक्छ एउटा एउटा चाहिँ तपाईँको को टर्मिनेट एजुम्सन हुनसक्छ को टर्मिनेट
एजुम्सन। अब यो दुइटै एजुम्सन चाहिँ तपाईँहरूले जान्नुपर्छ, जाँचमा जुनसुकै पनि सोध्न सक्छ। त्यो कारणले गर्दा तपाईँहरूले दुवै अवस्थामा चाहिँ नि न्युमेरिकल गर्न सक्ने हुनु पर्यो। ल, यति दिएको प्रब्लम बुझ्नुहुन्छ है? अहिलेको प्रब्लम के रहेछ तपाईँको? अहिलेको लागि प्रब्लम भनेको डिफ्रेन्ट लाइफको अल्टरनेटिभहरू दिएको छ। त्यो डिफ्रेन्ट लाइफको अल्टरनेटिभहरूमा तपाईँले कुन चाहिँ अप्सन बेटर छ त्यो चुज गर्नुहोस् भनेर दिएको हुनसक्छ। त्यसो भए यसको लागि तपाईँले सल्भ गर्न दुईवटा एजुम्सन लाउनु पर्यो, कि को टर्मिनेटेड एजुम्सन कि रिपिटेबिलिटी। रिपिटेबिलिटी एजुम्सन व्यवहारिक हिसाबले हेर्दाखेरि यस्ता प्रोजेक्टहरू पटक पटक भविष्यमा रिपिट गरेर इन्भेस्ट गर्न सकिनेछ भन्ने आयो भने त्यसलाई हामीले रिपिटेबिलिटी एजुम्सन भन्छौँ। अदरवाइज हामीले कुनै एउटा स्पेसिफिक इयरमा गएर दुवै प्रोजेक्टलाई चाहिँ टर्मिनेट गर्नुपर्छ। एउटा 6 वर्षको एउटा 12 वर्षको छ भने पनि 9 वर्षमै टर्मिनेट गरेर स्टडी गर्नुहोस् भन्यो भने त्यो बेलामा चाहिँ हामीले को टर्मिनेटेड एजुम्सन भन्छौँ। सो रिपिटेबिलिटी एजुम्सन चाहिँ बाई डिफल्ट हो। तपाईँलाई केही नभने पनि रिपिटेबिलिटी एजुम्सन लगाउनुहुन्छ, बिकज देयर आर ट्रेमेन्डस अपर्च्युनिटिज इन द मार्केट होइन, टु इन्भेस्ट इन द प्रोजेक्ट। द्याट्स वाइ वी क्यान इजिली एज्युम देयर कुड बी पोसिबिलिटी अफ रिपिटेटिङ द प्रोजेक्ट्स भनेर मान्न सकियो। अदरवाइज तपाईँलाई चाहिँ नि को टर्मिनेट एजुम्सन लगाएर रिजल्भ गर्नुपर्ने हुनसक्छ। अब तपाईँलाई म यो दुइटै एजुम्सन अप्लाई गरेर प्रब्लम सल्भ गर्न सिकाउँछु युजिङ रिपिटेबिलिटी एजुम्सन। Using repeatability assumption। रिपिटेबिलिटी एजुम्सनको एउटा स्पेसियालिटी के छ भने यसमा तपाईँलाई प्लानिङ होराइजन अथवा स्टडी पिरियड दिनु पर्दैन। स्टडी पिरियड चाहिँ आफैले निकाल्ने हो। स्टडी पिरियड कसरी निक्लिन्छ भन्दा स्टडी पिरियड विल बी इक्वल्स टु एलसिएम अफ लाइफ्स। एलसिएम अफ लाइफ्स, जति जति लाइफ दिएको छ त्यसको एलसिएम लिनु पर्यो। भनेको 6 र 12को एलसिएम कति हुने भयो? 2 त्यहाँ छ, 2 छक्का 12। फेरि यसलाई तपाईँले हेर्नु हो भने 3 एकाने 3, 3 दुना 6। त्यसो भए 2 त्यहाँ 6 दुना 12 चाहिँ एलसिएम भयो भनेपछि हाम्रो लागि स्टडी पिरियड 12 इयर्स हुने भयो। त्यही भएर यो स्टडी पिरियड चाहिँ दिनु पर्दैन, डाइरेक्ट लाइफबाट हामीले चाहिँ एक्सट्र्याक्ट गर्न सक्छौँ। यतिसम्म बुझ्नुहुन्छ। सो फर 12 इयर्स स्टडी पिरियड प्रोजेक्ट ए कतिचोटि रिपिट हुने भयो भन्नुहोस् त? प्रोजेक्ट ए कतिचोटि रिपिट भयो भने 12 वर्ष पुग्छ त? 2 पटक। प्रोजेक्ट ए रिपिट्स फर 2 टाइम्स। भेरी गुड, रिपिट्स फर 2 टाइम्स। एन्ड प्रोजेक्ट ए जस्तै गरी प्रोजेक्ट बी कति रिपिट हुन सक्छ? प्रोजेक्ट बी It's रिपिट्स single फर times. ओन्ली Single. 1 टाइम। भेरी गुड, सिङ्गल टाइम। ओके, द्याट्स फाइन। अब तपाईँले के बुझ्नु पर्यो यहाँनिर भने दुईचोटि रिपिट भए पनि एकचोटि रिपिट भयो भने प्रोजेक्टको चाहिँ नि नेट एनुअल वर्थ चाहिँ एक साइकललाई मात्रै स्टडी गरेर निकाल्ने के युजिङ क्यास फ्लोज। CFS मतलब क्यास फ्लोज इन इच साइकल अफ इच अल्टरनेटिभ। सबभन्दा पहिला तपाईँले के गर्नु पर्यो? नेट एनुअल वर्थ निकाल्नु पर्यो तिनीहरूको एक साइकललाई मानेर नेट एनुअल वर्थ। अब यो निकाल्नको लागि चाहिँ डेटा हेर्नुहोस् त, 20,000, 8,000, 2,000, 6 वर्षको लाइफ छ नि त। तपाईँहरूलाई सजिलो बनाउनको लागि म यहाँ एउटा क्यास फ्लो डायग्राम बनाइदिन्छु। यो 0, यो 1, यो 2 हुँदै 6 इयर्स पुग्छ। तपाईँले यहाँनिर 20,000 रुपियाँ लगानी गर्नुभयो भने स्यालवेजको रूपमा तपाईँलाई 2,000 रुपियाँ प्राप्त हुनेछ। क्यास फ्लोलाई अरेन्ज गरेर राख्नु होला। त्यसो भए यहाँ हरेक वर्ष हामीले कति इन्कम गर्छौँ भनेका छौँ? गिभन क्वेसनमा हामीले 8,000 रुपियाँ इन्कम गर्छौँ भनेका छौँ। त्यसो भए यो 8,000 इन्कमलाई हामीले अपवर्ड क्यासले देखायौँ र 2,000 चाहिँ हाम्रो चाहिँ हरेक वर्ष चाहिँ नि अपरेसन एन्ड मेन्टेनेन्स खर्च भएको छ। त्यसो भए 2,000 चाहिँ नि अपरेसन एन्ड मेन्टेनेन्सको लागि राखिदिनु पर्यो। सो अब यो पर्टिकुलर केसमा तपाईँहरूले नेट एनुअल वर्थ कति हुन्छ भनेर निकाल्नु पर्यो भने सबभन्दा पहिला यो 20,000लाई यहाँ फ्युचरमा लिएर जानुहोस् त।
20,000लाई -20,000 इन्टु 1.10 एमएआरआर केही नदिएपछि के एज्युम गर्छौँ? केही नभनेपछि तपाईँले एमएआरआर जहिले पनि सजिलो मान्नुपर्छ क्यालकुलेसन गर्नको लागि। एमएआरआर चाहिँ 10% एज्युम गर्ने हो है, जहिले पनि क्वेसनले नदिए पनि तपाईँले एज्युम गर्नु पर्यो। सो टु दि पावर 6 गरेपछि फ्युचरमा गयो, प्लस 2,000 रुपियाँ स्यालबेज आफै फ्युचरमा छ। यो दुइटै फ्युचरलाई अब हामीले केमा कन्भर्ट गर्नु पर्यो भन्नुहोस् त? एनुअलमा कन्भर्ट गर्नु पर्यो। सो 0.10 डिभाइडेड बाई 1.10 टु दि पावर 6 -1, यो च्याप्टर 2कै थ्योरी भयो। प्लस अब आफैमा एनुअल हो नि होइन, 8,000 र 2,000 त एनुअल कस्ट हो भनेपछि 8,000 एनुअल रेभिन्यू -2,000 एनुअल कस्ट, यो सबै जोडेपछि बल्ल तपाईँले के पाउनुहुन्छ त? नेट एनुअल वर्थ पाउनुहुन्छ। त्यसो भए नेट एनुअल वर्थको भ्यालु निकाल्नुहोस् त, कति हुन्छ? तपाईँहरूसँग क्यालकुलेटर छ? आवाज दिनुहोस् त। आज मसँग यहाँ क्यालकुलेटर छैन जस्तो छ, तैपनि म एकचोटि चेक गरौँ है। क्यालकुलेटर राख्नु भएको छ साथीहरू? आवाज दिनुहोस् त मलाई। हाँ सर। ल क्यालकुलेट गरेर मलाई भन्नुहोस् त, नत्र म यहाँ एक्सेल सिट खोल्नु पर्ने हुन्छ फेरि। अग्रता बाबु, क्यालकुलेटर छ छोरी माथि, क्यालकुलेटर छ माथि, हेर बाबा हेर। आयो? केही आन्सर आयो? सोह्र सय 67.01 हो, सबैको त्यही हो। आवाज दिनुहोस् त मलाई। तो माइनस में आया सर अच्छे का। माइनसमा 36,000। माइनसमा चाहिँ नआउला कि, किनभने नेट इन्कम नै 6,000को दरले 6 वर्ष गर्दा त 36,000 रुपियाँ कमाउँछ होइन। त्यो गर्नुभयो अरू साथीहरूको? कति आयो त? म यहाँ एक्सेलमै गरौँ है त। तर क्यालकुलेटर चलाउन जान्नुपर्छ है तपाईँहरूले। क्यालकुलेटरलाई चाहिँ एकदम फोकस गर्नुहोस्। क्यालकुलेसन नमिलेरै हाम्रो धेरै कुराहरू मिल्दैन। त्यो कारणले गर्दाखेरि क्यालकुलेसनलाई चाहिँ बढी फोकस गर्नु होला। ल मैले यहाँनिर एकचोटि गरेँ क्यालकुलेसनको पार्टलाई। इक्वल्स टु तेरह था तपाईँको सर 1660। 1667 ठिक छ। ल भेरी गुड, भेरी गुड। मिलेको छ भने भइहाल्यो है त। 1667 पोइन्ट कति भन्नुभयो? 01 006 7। 067लाई 07 राखौँ। नेट एनुअल वर्थ यति भयो। सिमिलरली अब तपाईँले
प्रोजेक्ट बी को लागि हेर्नु हो भने के थाहा पाउनुहुन्छ हेर्नुहोस् त, नेट एनुअल वर्थ अफ बी निकाल्नुहोस्। नेट एनुअल वर्थ अफ बी भनेको चाहिँ हाम्रो लगानी कति छ, अब क्यास फ्लो बनाइरहनु पर्दैन, त्यही आधारमा हेर्नुहोस्। 12 वर्षको छ, 30,000, 12,000 र 3,000को छ। 30,000, 12,000 र 3,000को, 30,000 इन्टु 1.10 टु दि पावर 12 वर्षमा लानु पर्यो, प्लस 3,000 रुपियाँ स्यालवेज भयो। यो सबैलाई केमा कन्भर्ट गर्नु पर्यो, पहिला एन्युटीमा लानु पर्यो। 0.10 डिभाइडेड बाई 1.10 टु दि पावर 12 -1 प्लस 12,000 रेभिन्यू छ माइनस 3,000 स्यालवेज छ। ल यो पनि क्यालकुलेट गर्नुहोस् त क्विकली, तपाईँहरूको कन्फिडेन्स पनि बढ्छ क्यालकुलेसन आफैले गरेपछि। फोर सेवन थ्री 7.39 07 37.39 37.39। ओके, अब के लेख्नु पर्यो त कन्क्लुजन, सिन्स नेट एनुअल वर्थ अफ B is found to be greater than net annual worth of project A. So project B will be best. Project B is best one. क्लियर भयो यति कुरा? क्लियर छ सबैजनालाई? ल आवाज दिनुस् त मलाई। बुझिन्छ यति गरेको? ल यो प्रब्लम चाहिँ यहाँ सल्भ भयो। अब तपाईँलाई जानी जानी क्वेसनले के भन्न सक्छ भने, इन प्रिभियस एक्जाम्पल use नेट प्रेजेन्ट वर्थ मेथड भन्यो भने के गर्ने त? अब हेर्नुहोस् समस्या के भयो भने 6 वर्षमा कमाएको कति हाम्रो यहाँनिर दिएको, 6 वर्षमा कमाएको नेट प्रेजेन्ट वर्थलाई 12 वर्षमा कमाएको नेट प्रेजेन्टसँग कम्पेयर गर्न मिल्छ कि मिल्दैन होला? मलाई आवाज दिनुहोस् त। एउटा व्यक्तिले 6 वर्ष कमाउँछ भनेको, एउटा प्रोजेक्टले 6 वर्ष कमाएको अमाउन्ट अर्को प्रोजेक्टले 12 वर्षभरि कमाएको नेट प्रेजेन्टसँग कम्पेयर गर्न मिल्छ होला त? मिल्छ कि मिल्दैन होला? आवाज दिनुहोस्। मिलेन। नमिलेपछि के गर्नु पर्यो हामीले? अब यी दुइटैलाई सेम टाइम लाइनमा लिएर गयौँ होइन त? भनेपछि फर्स्ट फाइन्डिङ देयर वाट, देयर नेट एनुअल वर्थ, नेट एनुअल वर्थ पत्ता लगाउने। त्यसो भए नेट एनुअल वर्थ हामीले पहिले पत्ता लगाएका छौँ। नेट एनुअल वर्थ अफ बिए भनेको कति छ हाम्रो? 1667.07। एन्ड नेट एनुअल वर्थ अफ बी भनेको कति छ? 4737.39। त्यसो भए नाउ रिपिटेबिलिटी एजुम्सनमा हामीलाई नेट प्रेजेन्ट वर्थ कति वर्षको निकाल्नु पर्ने होला? कसैले आइडिया दिनुहुन्छ मलाई? अघिको प्रब्लममा रिपिटेबिलिटी एजुम्सन लाएको तर मेथड चाहिँ नेट प्रेजेन्ट लगाइयो भने कति वर्षको निकाल्नु पर्ला प्रेजेन्ट वर्थ? दुइटाको कमन हुने इयर कति हो? बोल्नुहोस् कति होला? कुनको सर? ए को पनि बी को टू पनि? टाइम्स
दुइटैको सेम चाहियो। एउटाको अब ट्वाइस एउटाको अब यो एन्युटीलाई फ्याक्टर लगाइदिनुहोस्। 1.10 टु द पावर 12 माइनस 1 डिभाइडेड बाई 0.10 इन्टु 1.10 टु द पावर 12। यो फ्याक्टर लगाएर अमाउन्ट निकाल्नुहोस्। त्यसै गरी नेट प्रेजेन्ट वर्थ अफ बी पनि निकाल्न सकियो। बीको 1 वर्षको कमाइ कति छ हेर्ने, अनि 12 वर्षमा कति हुन्छ इक्विभ्यालेन्ट गर्ने त हो। 4737.39 इन्टु 1.10 टु द पावर 12 माइनस 1 डिभाइडेड बाई 0.10 इन्टु 1.10 टु द पावर 12। ल दुइटै डेटा निकाल्नुहोस् त क्विकली। अब यसको रिजल्ट चाहिँ के आउँछ होला हेर्नुहोस्। यो फ्याक्टर सेम हो कि होइन दुवैको लागि 12 वर्षको? सेम फ्याक्टर हो कि होइन तल र माथि भन्नुहोस् त। भनेपछि गभर्निङ रोल त यसैको रहेछ नि, नेट एनुअल वर्थकै हो नि, मेथड मात्रै फरक त हो नि होइन। सिन्स नेट प्रेजेन्ट वर्थ अफ बी पक्कै पनि के आउनु पर्यो, ग्रेटर देन नेट प्रेजेन्ट वर्थ अफ ए, सेलेक्ट प्रोजेक्ट बी एज बेस्ट वान, एज बेस्ट वान। क्लियर भयो? यो डेटा चाहिँ निकाल्नुहोस् है, डेटा निकाल्नु पर्यो, तपाईँहरूले क्यालकुलेट गर्नुहोस्। आयो आन्सर? 11,359 सुरुको ए को 11,900 11,359 349 59 11,000 एकचोटि रिपिट गर्नुहोस्। लेख्दा हुन्छ सर? भन्नुभयो हुन्छ। 11,359 ओके। अर्को चाहिँ 32278। क्लियर छ यहाँसम्म? हामीले गरेको कुराहरू बुझ्नुहुन्छ? रिपिटेबिलिटी एजुम्सन अलि सजिलो पनि छ होइन? ल अब म अर्को एउटा प्रब्लम, यही प्रब्लम हो प्रब्लम चाहिँ, तर हामीले को टर्मिनेटेड सोध्यो भने कसरी ट्याकल गर्ने भन्ने कुरा पनि सिक्नु पर्यो होइन? भयो, यसलाई बन्द गरौँ, माथि सारौँ। सारिसक्नुभयो? आवाज दिनुहोस् त। भइसक्यो है। ल अब युज को-टर्मिनेटेड एज्युम्सन, को-टर्मिनेटेड assumption in previous example, to select best of them.
देम। अब को टर्मिनेटेड भन्ने बित्तिकै तपाईँले एउटा चिज दिनुपर्छ, फर स्टडी पिरियड अफ स्टडी पिरियड दिनु भनेकै को टर्मिनेटेड एजुम्सन हो। किनभने स्टडी पिरियड नदिए भए त हामीले के लाउँथ्यौँ, रिपिटेबिलिटी लाउँथ्यौँ, एलसिएमबाट आइहाल्छ होइन, लाइफको एलसिएम। स्टडी पिरियड अफ 9 इयर्स। ल 9 वर्षको लागि तपाईँले स्टडी पिरियड मान्नुभयो भने प्रोजेक्ट एलाई के गर्नुपर्छ होला, काट्नुपर्छ कि तन्काउनु पर्छ होला भन्नुहोस् त मलाई, आवाज दिनुहोस् त। प्रोजेक्ट एलाई कर्टेल गर्नु पर्ला कि इलोङ्गेट गर्नु पर्ला? कट गर्नुपर्छ। भेरी गुड। फर 9 इयर्स स्टडी पिरियड अर प्लानिङ होराइजन, स्टडी पिरियडलाई कहिलेकाहीँ प्लानिङ होराइजन पनि भन्छौँ हामीले। त्यो प्लानिङ होराइजनको लागि तपाईँले प्रोजेक्ट ए need to be extended for कति वर्ष थप्नु पर्यो? 6 वर्ष छ भने 3 वर्ष थप्नु पर्यो। एन्ड प्रोजेक्ट बीलाई के गर्नुपर्छ होला? निड टु बी कर्टेल डाउन, होइन, काट्नु पर्यो नि, होइन, निड टु बी कर्टेल्ड बाई कति वर्षले काट्नुपर्छ होला? 12 वर्ष भएकोलाई त्यसलाई पनि 3 वर्षले काट्नु पर्यो। अब तपाईँहरूको विचारमा प्रोजेक्टलाई इलोङ्गेट गर्न सजिलो छ कि कर्टेल गर्न सजिलो छ त? के लाग्छ तपाईँहरूलाई? तपाईँहरूको अलिकति आइडिया लिइहालौँ, भन्नुहोस् त। कर्टेल गर्न गाह्रो छ। भेरी गुड, भेरी गुड, भेरी गुड। किन होला भन्न सक्नुहुन्छ? किनकि त्यसमा धेरै कुरा आउँछ नि सर, टाइम, रिसोर्सेस, एक्ज्याक्टली, भेरी गुड। डेडलाइन, ओके। ओके, अरू साथीहरूको उहाँले भन्नुभएकै जस्तो कुरा हो हुन चाहिँ। काट्न किन गाह्रो छ भने एउटा इमेजिन गर्नुहोस् है त, अब प्रोजेक्ट बीलाई काट्नु पर्ने छ। प्रोजेक्ट बीमा हामीले लगानी गर्दै गर्दा कति वर्षको लागि भनेर लगानी गरे हुन्छौँ पहिला भन्नुहोस् त? 12 वर्षको लागि भनेर। अब तपाईँले 9 वर्षमै त्यो प्रोजेक्ट कर्टेल गर्नु भने 12 वर्षको लागि किनेको साइकल 9 वर्ष चलाएर बेच्नुभयो भने कतिमा बेच्ने भन्ने कुरा चाहिँ निर्क्युल गर्नको लागि गाह्रो छ। त्यसो भएको हुनाले गर्दा प्रोजेक्ट कर्टेल गर्न चाहिँ तपाईँहरूले पहिला जान्नु पर्यो। त्यो कर्टेल गर्नको लागि एउटा इम्पोर्टेन्ट तपाईँले कन्सेप्ट जान्नुपर्छ। त्यो कन्सेप्टलाई भन्छौँ हामी इम्प्युटेड मार्केट भ्यालु। त्यसो भए टु कर्टेल एकैछिन म्युट राख्नुहोस् ल। टु कर्टेल प्रोजेक्ट बी by 3 years, first finding its capital recovery निकाल्नु पर्यो। किनभने कति वर्ष क्यापिटल रिकभर गर्न पाइएन, 12 वर्षको लागि भनेर किनेको 9 वर्षमै बेचेपछि त 3 वर्ष क्यापिटल रिकभर हुन्न। त्यसो भए क्यापिटल रिकभरी अफ प्रोजेक्ट बी को लगानी र त्यसको स्याल्भेजको आधारमा क्यापिटल रिकभरी निक्लिन्छ। 30,000 लगानी भएको, 3,000 स्याल्भेज भएको 12 वर्षको क्यापिटल रिकभरी निकाल्नु पर्यो तपाईँले। त्यसो भए के गर्नु पर्यो? 30,000 रुपियाँ चाहिँ प्रेजेन्टमा छ। यसलाई क्यापिटल रिकभरी भने जहिले पनि एन्युटी अमाउन्ट हो। द्याट इज योर लायबिलिटी टु अर्न इन अर्डर टु जस्टिफाई योर इन्भेस्टमेन्ट। एन्युटी अमाउन्ट हो यो। त्यसो भए एन्युटी निकाल्नको लागि त यो प्रेजेन्टलाई एन्युटीमा लानु पर्यो नि त, होइन? त्यसो भए के गर्नु पर्यो? 0.10 इन्टु 1.10 टु दि पावर 12 होल डिभाइडेड बाई 1.10 टु दि पावर 12 माइनस 1 भयो। माइनस केही चिज राहत छ, 30,000 बराबरको इक्विभ्यालेन्ट कमाउनु पर्दैन, किनभने 3,000 त स्याल्भेजको रूपमा पनि आउँछ। त्यसो भए त्यो 3,000 चाहिँ फेरि फ्युचरमा छ। फ्युचरमा भएकोलाई लाने फ्याक्टर फेरि फरक हुन्छ। 1.10 टु दि पावर 12 माइनस 1। ल भन्नुहोस् कति भएछ क्यापिटल रिकभरी टोटल? निकाल्नुहोस् त।
क्याल्कुलेट गर्नुहोस्। तर त्यो एक्सेललाई अलिकति साइड लगाउनु त। भयो? म यहाँ भेरिफाई पनि गरौँ है। 30,000 इन्टु 1.10 टु द पावर 12 भयो, माइनस 3,000 हुन्छ, इन्टु 0.10 डिभाइडेड बाई 1.10 टु द पावर 12 माइनस 1 हुन्छ। फोर टू 62.6। ओके, यति हो। 4262 नै आयो तपाईँहरूको पनि? कतिजनाको आयो ल आवाज दिनुहोस् त मलाई। सेम त्यही आयो सर। 4262.609 609। 2 डिजिट मात्रै लेख्नुपर्छ, 61। अब हेर्नुहोस्, यो कुरालाई हामीले कसरी यहाँनिर एड्रेस गर्ने त? अब तपाईँले एउटा प्रोजेक्ट चाहिँ 12 वर्षको लागि हुन्छ भनेर हेर्नुभएको थियो, 1 2 हुँदै यहाँ 9मा पुग्यो, अनि 10 11 12 भन्नुभएको थियो। तर तपाईँले यो प्रोजेक्टलाई बिचमै यहाँनिर कर्टेल गर्न खोज्नुभयो कि यो टाइममा चाहिँ तपाईँ यसलाई क्लोज गर्न खोज्दै हुनुहुन्छ भनेपछि यो प्रोजेक्टले यति समय चाहिँ कमाउन पायो, रेभिन्यू जेनेरेट हुन्छ, अपरेसन मेन्टेनेन्समा खर्च हुन्छ, तर 10औँ वर्ष 11औँ वर्ष र 12औँ वर्ष कमाउन पाएन। त्यसो भए यहाँ कमाउन नपाउँदाखेरि कमाउनु पर्ने दायित्व जुन थियो अनरिकभर्ड क्यापिटल रिकभरी छ नि त, यो त अनरिकभर्ड हो, कमाउनै पाएको छैनौँ हामीले। यो अनरिकभर्ड क्यापिटल रिकभरीलाई पनि यही टाइममा इक्वालेन्ट गर्नु पर्यो, एउटा काम। अर्को भनेको चाहिँ यहाँ तपाईँको फेरि स्यालवेज पनि हामीले एक्सपेक्ट गरिराखेका छौँ होइन, त्यो स्यालवेजलाई पनि तपाईँले चाहिँ नि कति हुन्छ भनेर चाहिँ नि यही टाइममा चाहिँ इक्वालेन्ट गर्नु पर्यो, यो स्यालवेज भ्यालुलाई पनि। यसलाई पनि तपाईँले यहीँ ल्याउनु पर्यो। यहाँनिर दुइटै अमाउन्टलाई ल्याइसकेपछि बन्ने भ्यालुलाई हामी के भन्छौँ? आइएमभी। त्यो कुन वर्षमा निकालेको हामीले? जुन वर्षमा काट्छौँ त्यही वर्षमा आइएमभी 9th। सो आइएमभी 9th भनेको के रहेछ प्रोजेक्ट बीको लागि भने इम्प्युटेड मार्केट भ्यालु भनेको कम्प्युटेड मार्केट भ्यालु हो। वास्तवमा कतिमा बिक्री हुन्छ त बोले मार्केटको कुरा भयो, तर कम्प्युट गर्दा यति आयो कि इम्प्युटेड मार्केट भ्यालु अफ प्रोजेक्ट बी
एट द इन्ड अफ 9th इयर। यति भयो। भनेपछि यो कति हुँदो रहेछ त भन्दा कतिवटा क्यापिटल रिकभरी कमाउन बाँकी थियो हेर्नुहोस् त। यसलाई एन्युटी जस्तो मान्नुहोस्, यो 0 टाइम, यो 1 टाइम, यो 2 टाइम, यो 3 टाइम, तिनवटा कमाउन बाँकी रहेछ। भनेपछि त्यो क्यापिटल रिकभरीको अमाउन्ट 4262 रुपियाँ 61 पैसा भयो। त्यसलाई हामीले प्रेजेन्टमा लिएर आउनु पर्यो भने एन्युटीको फर्मुला लगाएर 3 वर्षको क्यापिटल रिकभर हुन बाँकीलाई प्रेजेन्टतिर लिएर आउनु पर्यो, इन्टु 1.10 टु द पावर 3 प्लस स्यालवेज एउटा छ 3000 रुपियाँको, त्यसलाई चाहिँ हामीले एउटा फ्युचर अमाउन्टलाई प्रेजेन्टमा लिएर आएको जस्तो फर्मुला लाउनु पर्यो, एफ डिभाइडेड बाई 1 प्लस आई टु द पावर एन। ल यति अमाउन्ट निकाल्नु भने यसले चाहिँ तपाईँलाई के दिन्छ, आइएमबी 9th दिन्छ। आइएमबी 9th फर प्रोजेक्ट बी। ल कति भएछ, कति जति आउला तपाईँले गेस गर्न सक्नु पर्यो। 20,000 लगानी गरेको, के अरे 30,000 लगानी गरेको, सालवेज 3,000 थियो भने पक्कै त्यसको इन बिट्विनमा भ्यालु आउनु पर्यो। 30,000 भन्दा बढी पनि आउँदैन, 3,000 भन्दा कम पनि हुँदैन। भनेपछि बढी आउनु पर्यो, 3,000 भन्दा 30,000 भन्दा कम आउनु पर्यो। बुझिन्छ? निकाल्नुहोस् त। इम्प्युटेड मार्केट भ्यालु निकाल्ने कन्सेप्ट असाध्यै इम्पोर्टेन्ट हो। आयो? आयो? दस रिभाइज्ड क्यास फ्लो डायग्राम कस्तो हुन्छ त? अब क्यास फ्लो डायग्राम 12,854.44 12,854.42 भेरी गुड। हेर्नुहोस्, कसैले 20,000 रुपियाँमा साइकल किनेको 30,000 रुपियाँमा साइकल किनेको रहेछ, 12 वर्षको लागि 3,000 रुपियाँ स्यालवेज आउँछ भनेर एक्सपेक्ट गरेको छ भने 9 वर्षमा त्यो साइकल बेच्नु पर्यो भने 12,854 रुपियाँभन्दा घटीमा बेच्न भएन, नत्र घाटामा जान्छौँ हामी। त्यही हो इम्प्युटेड मार्केट भ्यालुको फन्डामेन्टल कन्सेप्ट। क्लियर भयो है? अब रिभाइज क्यास फ्लो कस्तो हुने भयो त यसको? ल हेर्नुहोस् त। अब यो प्रोजेक्ट काट्यौँ हामीले, 1 2 3 हुँदै यो कति वर्ष चल्ने भयो त? 9 वर्ष चल्ने भयो। अब 9 वर्षमा त स्यालवेज होइन, के आउँछ त त्यहाँ? इम्प्युटेड मार्केट भ्यालु आउने भयो। स्यालवेज 3,000लाई इम्प्युटेडमा कन्भर्ट गऱ्यौँ नि त हामीले, होइन? अब भनेपछि 30,000 रुपियाँ लगानी गरेपछि यो 30,000को क्यास फ्लो स्ट्रिम भयो। त्यसपछि 12,000 र 3,000 चाहिँ नि तपाईँको खर्च छ, होइन त? भनेपछि यहाँनिर तपाईँले हरेक वर्ष चलेको बेलामा त 12,000 रुपियाँ कमाउनु पर्यो नि त। यो 12,000 रुपियाँ कमाउनु भएको अमाउन्ट चाहिँ यहाँनिर राख्नुहुन्छ, यो 12,000 भयो। अब यहाँ चाहिँ हरेक वर्ष तपाईँले अपरेसन मेन्टेनेन्समा कति खर्च गर्नुभएको छ त? 3,000 रुपियाँ खर्च गर्नुभएको छ। त्यसो भए के गर्नु पर्यो त? देयरफोर यसमा तपाईँले नेट प्रेजेन्ट वा नेट फ्युचर वर्थ जे निकाले पनि भयो, नेट फ्युचर वर्थ अफ बी भनेर निकाल्नुभयो भने कति हुने भयो त? माइनस 30,000 इन्टु 1.10 टु द पावर 9 प्लस 12,000मा 3,000 घट्यो भने 9,000 हुन्छ। त्यसलाई फ्युचरमा लानु पर्यो, 1.10 टु द पावर 9 माइनस 1 डिभाइडेड बाई 0.10 प्लस 12,854 रुपियाँ 42 पैसा तपाईँले यो निकाल्नुभयो र यहाँबाट नेट प्रेजेन्ट वर्थ अफ बी आउँछ। अल्सो प्रोजेक्ट ए को लागि के गर्नु पर्ला त? फर प्रोजेक्ट ए को लागि तपाईँलाई क्यास फ्लो हेर्नु हो भने सिएफडी अफ ए कस्तो देखिन्छ पहिला त्यसलाई विचार गर्नुहोस्। अघि नै हामीले बनाएको जस्तै हो, 1 2 हुँदै यो 9 कति भयो? 6 इयर्सको छ, होइन त? प्रोजेक्ट 6 इयर्सको छ। अब 7 8 9 चाहिँ तपाईँले के गर्नु पर्यो? एक्सटेन्डेड गर्नु पर्यो। यति टाइम चाहिँ तपाईँको एक्सटेन्डेड हो। यो एक्सटेन्ड गर्ने भनेको यो प्रोजेक्ट एक्सटेन्ड गर्ने भने वास्तवमा प्रोजेक्ट एक्सटेन्ड हुने होइन। यहाँनिर जति पैसा उसले फ्युचर वर्थ कमाउँछ, नेट फ्युचर वर्थ एट द इन्ड अफ 6th इयर, त्यसको ब्याज खाने हो क्या, ब्याङ्कमा लगेर डिपोजिट गरेर कम्पाउन्डिङ गर्ने।
त्यो कम्पाउन्डिङ गरेपछि कति हुन्छ त त्यसको अमाउन्ट हामीले यहाँ हेर्नु पर्यो नेट फ्युचर वर्थ एट द इन्ड अफ 9th इयर। त्यसो भए यहाँनिर हामीले 20,000 लगानी गरेका थियौँ। 20,000 लगानी गर्दै गर्दा कति आम्दानी हुन्छ भने 8,000 र 2,000को कुरा रहेछ होइन त। भनेपछि यहाँ हामीले 8,000 रुपियाँ कमाउँथ्यौँ हरेक वर्ष 6 वर्षसम्म। यतिमा चाहिँ इन्कम भयो 8,000को दरले र यहाँनिर चाहिँ कति भयो त हाम्रो खर्च 2,000 रुपियाँ भयो र यहाँनिर एउटा स्यालवेज पनि छ। यो स्यालवेज 2,000को छ। त्यसो भए के गर्नु पर्यो त पहिला नेट फ्युचर वर्थ अफ ए तपाईँले निकाल्दै गर्नुभएको छ भने नेट फ्युचर वर्थ अफ ए तपाईँले पहिला कहाँनिर निकाल्नु पर्यो त एट द इन्ड अफ 6th इयरमा निकाल्नु पर्यो। 6th इयरमा निक्लेको चिजलाई कम्पाउन्डिङ गरेर एक्सटेन्ड गर्न कति वर्ष पछाडि धकल्नु पर्यो भन्नुहोस् त। ल आवाज दिनुहोस् त कति वर्ष पछाडि पुर्याउनु पर्यो कम्पाउन्डिङ गरेर? 3 वर्ष पछाडि। भेरी गुड, टु द पावर 3मा जानु पर्यो। त्यसो भए के गर्नु पर्यो त अब माथिपट्टिको नेट फ्युचर वर्थ अफ 6th इयरको कति आयो त अमाउन्ट? ल निकाल्नुहोस् त। नेट फ्युचर वर्थ यो हामीले कसरी निकाल्नु पर्यो माइनस 20,000 भयो इन्टु 1.10 टु द पावर 6 वर्ष पछाडि गयो प्लस 2,000 रुपियाँ आफै फ्युचर छ प्लस 8,000मा 2,000 गयो भने 6,000 भयो 1.10 टु द पावर 6 माइनस 1 भयो। टु द पावर 6 माइनस 1 डिभाइडेड बाई 0.10 भयो। अब यो सबै चिज फ्युचरमा आएको छ 6 वर्ष पछाडि, त्यसलाई 3 वर्ष पछाडि कम्पाउन्डिङ गरेर लानु पर्यो टु द पावर 3। ल भन्नुहोस् यसको अमाउन्ट कति भयो भनेर। कति आयो माथिको पनि क्याल्कुलेट गर्नुहोस्। नेट फ्युचर वर्थ अफ बी पनि निकाल्नुहोस् र नेट फ्युचर वर्थ अफ ए पनि निकाल्नुहोस्। बी को भ्यालु कति ए को भ्यालु कति? आयो बी को आयो? कोही एकजनाले बी को निकाल्नु कोही एकजनाले ए को निकाल्नु सो द्याट टाइम सेभ हुन्छ। ए को त धेरै आयो कति आयो होला? माइनसमा। माइनसमा त नआउला कि 17, 11, 9.9। प्लस माइनस केमा? 64,331 सर। ए को कि बी को? बी को बी को 64,000 331.28। 31.28 हामीले फ्युचर निकालेका छौँ त्यही भएर अघिको एनुअल भन्दा त ठुलो आउँछ अनि नि। 17,122 17.11। भेरी गुड। सिन्स नेट फ्युचर वर्थ कसको बढी आयो भन्नुहोस् त? नेट फ्युचर वर्थ अफ बी इज ग्रेटर देन नेट फ्युचर वर्थ अफ ए। सेलेक्ट प्रोजेक्ट बी एज बेस्ट वान। प्रोजेक्ट बी एज बेस्ट वान।
ल मैले डिफ्रेन्ट लाइफ भएको बेलाको कुरा तपाईँहरूलाई सिकाएँ। अब मैले एउटा सानो टपिक यहाँ सिकाउन सकेँ भने यो च्याप्टर कम्प्लिट हुन्छ। त्यो भनेको तपाईँलाई क्यापिटलाइज्ड वर्थ मेथड र क्यापिटलाइज्ड वर्थ मेथड एन्ड तपाईँलाई चाहिँ अर्को एक्सटर्नल रेट अफ रिटर्न मेथड, अस्ति हामीले आइआरआरको मात्रै कुरा गऱ्यौँ नि होइन, एक्सटर्नल रेट अफ रिटर्न मेथड, रेट अफ रिटर्न यसलाई भन्छौँ इआरआर है, एक्सटर्नल रेट अफ रिटर्न मेथड टु सेलेक्ट बेस्ट प्रोजेक्ट, टु सेलेक्ट बेस्ट प्रोजेक्ट from following information, from following information, ल प्रोजेक्ट ए र प्रोजेक्ट बी यहाँनिर छ। प्रोजेक्ट्स प्यारामिटर यहाँ छ, प्यारामिटर इन्भेस्टमेन्ट दिएको छ, रेभिन्यू दिएको छ, अपरेसन एन्ड मेन्टेनेन्स दिएको हुन्छ, स्यालवेज दिएको हुन्छ, लाइफ दिएको हुन्छ। क्यापिटलाइज्ड वर्थ भनेको थाहा छ तपाईँहरूलाई के हो? हामीले अस्ति कुरा गरेका थियौँ होला, जब n टेन्स टु इन्फिनिटी हुन्छ त्यही बेलाको प्रेजेन्ट भ्यालुलाई नै हामी के भन्छौँ? क्यापिटलाइज्ड वर्थ भन्छौँ भनेका छौँ। त्यसो भए त्यो क्यापिटलाइज्ड वर्थको हामीले अस्ति फर्मुला पनि बनाइसकेका थियौँ। त्यो कुरालाई फेरि एकचोटि यहाँनिर रिकल गर्नु पर्यो र यहाँ लगाउनु पर्यो। मानौँ यदि प्रोजेक्ट ए को इन्भेस्टमेन्ट 5,000 रुपियाँ रहेछ र प्रोजेक्ट बी को इन्भेस्टमेन्ट 4,000 रुपियाँ रहेछ। रेभिन्यू यसले 2,000 रुपियाँ गर्दो रहेछ, यसले 1,800 रुपियाँ गर्दो रहेछ। यदि यसको अपरेसन मेन्टेनेन्स 500 हो र यसको अपरेसन मेन्टेनेन्स यदि 300 हो भने स्यालवेज भ्यालु 1,000 रहेछ, यसको पनि 1,000 नै दिएको रहेछ भने लाइफ यसको पनि 10 वर्षको छ, यो पनि 10 वर्षको, सेम लाइफ भएको। अब मैले डिफ्रेन्ट लाइफ भएको कुरा सकिहालेँ। अब सेम लाइफ भएको बेलामा तपाईँले डिफ्रेन्ट मेथड कसरी युज गर्ने जान्नु पर्यो। सबभन्दा पहिला तपाईँलाई दिएको क्यापिटलाइज्ड वर्थ भनेको के हो भनेर बुझ्नु पर्यो। क्यापिटलाइज्ड वर्थ भनेको नेट एनुअल वर्थ जति आउँछ त्यसलाई एमएआरआरले भाग लगाउने हो। त्यसमा तपाईँलाई भनेको हुन्छ युज 10% एमएआरआर भनेर दिएको हुन्छ। त्यसो भए यो 10% एमएआरआर प्रयोग गर्नु पर्यो। अब यस्तो अवस्थामा तपाईँले सबभन्दा पहिला सोलुसन बनाउँदाखेरि नम्बर 1 मा युजिङ क्यापिटलाइज्ड वर्थ एकदम सिम्पल छ है। यो नेट एनुअल वर्थ तपाईँले जान्नु भएको छ भने क्यापिटलाइज्ड वर्थ नजान्ने भन्ने कुरै छैन। क्यापिटलाइज्ड वर्थ अफ प्रोजेक्ट ए भन्यो भने नेट एनुअल वर्थ अफ प्रोजेक्ट ए डिभाइडेड बाई एमएआरआर गर्नु पर्यो र नेट एनुअल वर्थ त निकाल्न आउँछ हामीलाई। 5,000 रुपियाँ जुन छ त्यसलाई पहिला फ्युचरमा लानुहोस्, 1.10 टु दी पावर 10 वर्ष पछाडि पुग्यो, प्लस स्यालवेज भ्यालु त्यसमा 1,000 रुपियाँ एड गरिदिनुहोस्। त्यसो भए यो फ्युचरमा गयो। फ्युचरमा गएको चिजलाई एन्युटीमा कन्भर्ट गर्नुहोस्, 1.10 टु दी पावर 10 माइनस 1 फ्याक्टर त्यही भइहाल्यो, प्लस यसमा तपाईँको 2,000 रुपियाँको रेभिन्यू एनुअल छ, माइनस 500 रुपियाँ तपाईँको एनुअल्ली एक्सपेन्सेस छ। यो सबै नेट एनुअल वर्थको भ्यालुलाई तपाईँको एमएआरआरले डिभाइड गरिदिनुहोस् 0.10। त्यसैलाई हामीले क्यापिटलाइज्ड वर्थ भनेर भन्छौँ। देयरफोर क्यापिटलाइज्ड वर्थ अफ प्रोजेक्ट ए बराबर रुपिस केही निकाल्नुहोस्। यो मेथड पनि जान्नु पर्यो तपाईँहरूले। सिमिलरली प्रोजेक्ट बी को लागि निकाल्नु भने के गर्नु पर्ला? क्यापिटलाइज्ड वर्थ फर प्रोजेक्ट बी को लागि भयो भने माइनस 4,000 लाई पहिला फ्युचरमा लिएर जानुहोस्, 1.10 टु दी पावर 10 मा पुग्छ, प्लस त्यसमा गएर स्यालवेज भ्यालु एड गरिदिनुहोस्, यो फ्युचरमा आयो। फ्युचरमा आएको चिजलाई एन्युटीमा लिएर जानुहोस्, 1.10 टु दी पावर 10 माइनस 1, प्लस तपाईँले 1,800 रुपियाँ हरेक वर्ष कमाउनु भएको छ, माइनस 300 रुपियाँ अपरेसन मेन्टेनेन्स हुन्छ भने यति नेट एनुअल वर्थ अफ बी भयो। त्यसलाई केले डिभाइड गरिदिनु पर्यो? 0.10 ले। Therefore, capitalized worth of
बी पनि आयो, द्याट इज रुपिज यति अमाउन्ट। ल दुइटै डेटा निकाल्नुहोस् त। आयो? सुरुको 7490.8 छ सिडब्ल्यू 7490.8 8 ओके। नेक्स्टको यसमा नि क्यापिटलाइज्ड वर्ड डाइरेक्ट कम्पेयर गर्नुहोस्, कसको क्यापिटलाइज्ड वर्ड 9117.2 0.2 7491 से बी इज ग्रेटर देन प्रोजेक्ट ए, सेलेक्ट प्रोजेक्ट बी एज बेस्ट वान, बी एज बेस्ट वान। ल अब तपाईलाई इआरआर मेथड भन्यो भने आइआरआर जस्तै अलिकति कम्प्लिकेसन होला। इआरआर मेथड बाट एनालिसिस अब गर्ने हो भने आइआरआरमा के कम्प्लिकेसन थियो याद छ तपाईहरुलाई? म एकचोटि फ्ल्यासब्याकमा जाउँ है त, के गरेका थियौँ हामीले भनेर। ल यहाँ हेर्नुहोस् त, अस्तिको क्लासमा आइआरआर मेथडबाट हरेक प्रोजेक्टको हामीले आइआरआर निकाल्यौँ, ए को निकाल्यौँ, बी को निकाल्यौँ, सी को निकाल्यौँ। अब यहाँ के भयो, एउटा 20%, एउटा 16%, एउटा 18.75%। प्रब्लम के थियो भन्दा हरेक प्रोजेक्टमा इन्भेस्टमेन्ट फरक फरक अमाउन्ट भएपछि त पर्सेन्टेजले त म्याटरै गरेन कुन राम्रो भन्नलाई। त्यसो भए यो फिजिबल हो कि इन्फिजिबल हो पहिला छुट्याउनु पर्यो। सबै फिजिबल रहेछन् भने पनि तिनीहरू एकअर्कामा कम्पेरेबल छन्। कम्पेयर गर्न दुईटा मिनिमम इन्भेस्टमेन्ट भएका पहिला पिक गरेर दुईटाको इन्क्रिमेन्टल क्यास फ्लो एनालिसिस गरियो। त्यहाँबाट जुन सेलेक्ट हुन्छ त्यसलाई फेरि रेस्ट अफ द अर्को प्रोजेक्टसँग लगेर इन्क्रिमेन्टल एनालिसिस गरेको। अस्तिको कुरा सम्झिनु पर्यो है त। मैले त्यही लेक्चरलाई रिफरेन्स लिएँ। आइआरआर जस्तै इआरआर पनि कुन मेथड रहेछ, यो रिलेटिभ मेथड हो। क्यापिटलाइज्ड वर्थ अथवा एनुअल वर्थ जस्तो एब्सोल्युट मेथड होइन, रिलेटिभ मेथड हो। सो मे रिक्वायर, यसले के गर्न सक्छ, मे रिक्वायर इन्क्रिमेन्टल एनालिसिस, इन्क्रिमेन्टल एनालिसिस। यसले इन्क्रिमेन्टल एनालिसिस खोज्न सक्छ। एउटा फिजिबल एउटा इन्फिजिबल भयो भने परेन, दुवै फिजिबल भयो भने पनि इन्क्रिमेन्टल गर्नु पर्यो, दुवै इन्फिजिबल भयो भने पनि इन्क्रिमेन्टल गर्नु पर्यो। त्यसो भए अब यो रिलेटिभ मेजर युज गर्नको लागि तपाईले जान्नु पर्यो फर प्रोजेक्ट ए। तपाईलाई एउटा अर्को गिभन डेटा यहाँ के हुन्छ इआरआर मेथड युज गर्नको लागि भने रिइन्भेस्टमेन्ट रेट दिएको हुन्छ। एप्साइलन बराबर रिइन्भेस्टमेन्ट रेट दिनु पर्यो। दिएन भने मान्ने। रिइन्भेस्टमेन्ट रेट नर्मल्ली एमएआरआर भन्दा बढी हुनु पर्यो। ब्याङ्कको ब्याज भन्दा तपाईले इन्भेस्ट गर्ने ब्याज, ब्याङ्कको ब्याजबाट पैसा ल्याएर तपाईले फेरि रिइन्भेस्ट गर्न खोज्दै हुनुहुन्छ भने अभियसली त्यो रिइन्भेस्टमेन्ट रेट ठुलो हुनै पर्यो। तपाईले मान्ने अवस्था रह्यो भने एमएआरआर भन्दा ठुलो मान्ने, नभए दिएको हुन्छ, दिँदा त जति दियो त्यति प्रयोग गर्ने हो। त्यसो भए फर प्रोजेक्ट ए इआरआर फाइन्ड आउट गर्नलाई पहिला तपाईले के गर्नु पर्यो, क्यास जति आउटफ्लोहरू छन्, सी क्यास आउटफ्लो जति पनि छन् त्यो रिइन्भेस्टमेन्ट रेटले तपाईले प्रेजेन्टमा लिएर आउने।
त्यसो भए प्रेजेन्टमा लिएर आउने भने क्यास आउटफ्लो त ए एउटा मात्रै हो। अब तपाईँलाई लाग्न सक्छ अपरेसन एन्ड मेन्टेनेन्स पनि आउटफ्लो हो, तर वास्तवमा त्यस्तो होइन। रेभिन्यू र अपरेसन मेन्टेनेन्स एक सेटमा हेरिन्छ, नेट रेभिन्यू 1500 चाहिँ इन्फ्लो मान्नु पर्यो कि। त्यसो भए 5000 मात्रै आउटफ्लो हो हाम्रो। त्यसो भए यहाँ के गर्नु पर्यो त, रुपिस 5000 आफैमा प्रेजेन्टमा छ भनेर छोड्नु पर्यो। फ्युचर वर्थ अफ क्यास इन्फ्लोज कति हुन्छ भनेर हेर्नु पर्यो। आम्दानी जति सबै फ्युचरमा लिएर जाने, यसको कन्सेप्ट भनेको हेर्नुहोस् त। आउटफ्लो जति प्रेजेन्टमा ल्याउनु पर्यो, लगानी जति जिरो टाइममा, इन्फ्लो जति सबै फ्युचरमा लिएर जानु पर्यो, आम्दानी जति सबै फ्युचरमा। कति कमाइराखेको छ प्रोजेक्ट एले भन्दा 2500 को डिफ्रेन्सले उसले 1500 रुपियाँ कमाइराखेको छ। कति वर्षको लागि छ त यो यिनीहरूको कमाइको हिसाब भने 10 वर्षको लागि छ। त्यसो भए हामीले रिइन्भेस्टमेन्ट रेट यदि 15% मान्यो भने 10 वर्ष पछाडिको यसको फ्युचर भ्यालु निकाल्नु पर्यो। अब हाम्रो बेसिक कन्सेप्ट भनेको इन्फ्लो र आउटफ्लो त बराबर हुनु पर्यो नि त, इक्विभ्यालेन्स हुनलाई त। अनि नै रिइन्भेस्टमेन्ट रेट निक्ले, के अरे एक्सटर्नल रेट अफ रिटर्न निक्लिन्छ। त्यसो एउटा बिग इस्यु के छ भने क्यास इन्फ्लो बराबर क्यास आउटफ्लो गर्दै गर्दाखेरि हामीले निकालेको क्यास चाहिँ अहिलेको सिचुएसनमा के भइदियो तपाईँको भन्नुहुन्छ भने एउटा प्रेजेन्ट टाइममा छ, एउटा फ्युचर टाइममा छ। सो इन्फ्लो जति सबै फ्युचरमा निकालेको अनि आउटफ्लो जति सबै प्रेजेन्टमा निकालेको। आउटफ्लो र इन्फ्लो त बराबर हुन्छ थाहा छ, तर प्रेजेन्ट र फ्युचर बराबर हुन्छ कि हुँदैन त? बराबर लेख्न पाइन्छ त? दुईटा बराबर हुँदैन भने फ्युचरमा लिएर जानको लागि हामीले 1 + i⁻n को सहायता लिनु पर्यो। हो यो आईलाई नै हामीले इआरआर भनेको। त्यसो भए यो इआरआर कति हुने रहेछ तपाईँले हेर्नुभयो भने इआरआर अफ ए भनेको त्यो बेलामा आई बराबर, यहाँबाट आईको भ्यालु निकाल्नुहोस् त, क्यास इन्फ्लो कति भयो यो निकाल्न सक्नुहुन्छ? यो अमाउन्ट भनिदिनुहोस् त मलाई। क्यास इन्फ्लो जतिको कति भयो प्यारामिटर, यो राखेर निकाल्नुहोस्, क्यालकुलेसन गर्नुहोस् त ल। आयो? के आयो? यति मात्रै अमाउन्ट कति भयो निकालिदिनुहोस्। 1500 इन्टु 1.15 टु द पावर 10 - 1 डिभाइडेड बाई 0.15। आएन? सुनिराख्नु भएको छ मेरो आवाज? कोही बोल्नु भएन नि, सिम्पल क्यालकुलेसन छ यो। कति आयो फ्युचर वर्थ अफ क्यास इन्फ्लो जति? सुन्नु भएको छ मेरो आवाज? सुन्दैछ त? कति आयो होला भन्नु त? हो 0,455.5. 23906 हो। खोइ आन्सर मिलेनै क्या तपाईँहरूले निकाल्नु भएको हो? 23906 सबैजनाको ए आयो? फरक आएछ नि। मेरो 40455.8. अरू साथीहरूको
1500 रुपियाँ कमाउँछ। ए मैले 1.10 राखेँ, सरी 15% छ नि ब्याज है, सरी 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 3045। भेरी गुड भेरी गुड। मैले 10%को हिसाब लगाएँ, 10% नभइकन त्यो अमाउन्ट चाहिँ कति हो अहिले 15% छ। 3015 3045 5 रहेछ होइन, 455.58। ओके, अब हेर्नुहोस् यो फ्युचरमा लगेर आउटफ्लोलाई डिभाइड गरिदिनु भयो। अब यो पावर यन भएकोलाई उतापट्टि लाँदाखेरि 1/n आउँछ। 1/n भने 1/10 भयो। यो 1लाई छुट्याइदिनु भने -1 हुन्छ। ल भन्नुहोस् कति भयो त? क्यालकुलेसन बुझिराख्नु भएको छ सबैजनाले? यसको क्यालकुलेसन क्लियर छ? $0.19 इक्वल्स टु यो डिभाइडेड बाई 5000 होल टु द पावर 1/10 -1 0.1980 0.1980 यो भनेको कति पर्सेन्ट भयो? 19.80%। तपाईँले ब्याङ्कको ब्याज कतिमा लिएर आउनु भएको यो पैसा? 10%मा। त्यसो भए तपाईँलाई 19.8% रिटर्न दिन्छ भने यो प्रोजेक्ट फिजिबल कि इनफिजिबल? ल भन्नुहोस् त। यो त फिजिबल भयो। सिमिलरली इआरआर अफ बी पनि निकाल्नु पर्यो। इआरआर अफ बी भनेको फेरि अहिलेको जस्तै गरी निकाल्नुहोस्। क्यासहरू कस्तो छ हेर्नुहोस्, 4,18,300 4,18,300। एउटा चाहिँ हामीले यहाँ दिएको स्याल्भेज चाहिँ जोडेनौँ जस्तो छ है, अलिकति डेटा चेन्ज भयो। यहाँ स्याल्भेज छ कि छैन हेर्नुहोस् त। यसको प्रयोग नै भएन नि त, स्याल्भेज दिएछ भने जोड्नु पर्यो। आउटफ्लो हो कि इनफ्लो हो त स्याल्भेज? ल भन्नुहोस्, स्याल्भेज आउटफ्लो हो कि इनफ्लो हो? इन्फ्लोज। +1 सहित गरेर निकाल्नुहोस्। यो डेटालाई काट्नुहोस्, मिलेन अलिकति। 1000 त्यसमा एड गर्नु पर्यो। 18,300 को छ यहाँ फेरि। 18,300 भनेको फेरि 1500 भयो इन्टु 1.10 टु द पावर 10 -1 डिभाइडेड बाई 0.10 प्लस यसको पनि स्याल्भेज 1000 छ, होल डिभाइडेड बाई 4000 आयो। यसको होल टु द पावर 1/10 -1 कति पर्सेन्ट भयो होला अहिलेको आन्सर? 0.201 यसमा 0.20 चाहिँ तपाईँहरूको यहाँ +1000 जोड दिनु पर्यो। 1000 80 डिभाइडेड बाई 1000 0.2019 होइन? ओके, 0.2019 होइन? त्यो भनेको 20.19%, विच इज स्टिल भ्यालिड, फिजिबल छ यो प्रोजेक्ट होइन? ल बी को निकाल्नुहोस् त। बी को लागि हेर्नु हो भने इक्वल्स टु यो प्लस 1000 डिभाइडेड बाई 4000 होल टु द पावर 1/10 -1 22.90 हो। 22.90%। त्यही आयो सबैजनाको इआरआर अफ बी। अब यो इआरआर ए भन्दा बी राम्रो अथवा बी भन्दा ए राम्रो भनेर डाइरेक्ट कम्पेयर गर्न चाहिँ पाउँदैनौँ है हामीले। रिलेटिभ मेजर भएको हुनाले यो फिजिबल हो भन्नु पर्यो। एमआरआर 10 फिजिबल छ यो। त्यसो भए दुवै फिजिबल भएको हुनाले गर्दाखेरि के लेख्नु पर्यो? कन्क्लुजन, सिन्स both the alternative projects, both the projects are feasible,
दे आर कम्पेरेबल, दे आर कम्पेरेबल। टु कम्पेयर देम के गर्नु पर्यो? टु कम्पेयर देम पर्फर्मिङ वाट? पर्फर्मिङ incremental analysis. Incremental analysis as below. ठुलो इन्भेस्टमेन्ट भएकोबाट सानो इन्भेस्टमेन्ट भएको अमाउन्ट घटाएर क्यास फ्लो बनाउनु पर्यो। कसमा इन्भेस्टमेन्ट ठुलो छ, एमा कि बीमा? क्यास फ्लो डायग्राम तपाईँले ए माइनस बी बनाउनु पर्ला कि बी माइनस ए भन्ने कुरो कसरी थाहा पाउनु पर्यो? लार्जर इन्भेस्टमेन्टबाट स्मलर इन्भेस्टमेन्ट घटाउनेको 20.06 आउँछ त सर आइकोमा त किन कति आयो? 20.06 माथिपट्टिको डेटा सबै 1500कै हिसाब भइहाल्यो, सेमै भयो होइन? यहाँ मैले मिस्टेक गरेँ। ए टु दि पावर 1/10 यति प्लस डिभाइडेड बाई 4000 यति -1 होइन, ठिकै होला त। 20.19 22.90 आइरहेछ मेरो चाहिँ। यहाँ हेर्नुहोस् त एकचोटि फेरि कन्फर्म गरौँ। 1500 रुपियाँको दरले 1.10 टु दि पावर 10 वर्षको -1 प्लस 1000 रुपियाँ स्यालवेज होल डिभाइडेड बाई अनि ए होल डिभाइडेड बाई हो 0.10 4000 होल डिभाइडेड बाई 4000 भयो। अनि त्यसको होल टु दि पावरमा कति जानु पर्यो हाम्रो? 1/10 अनि बल्ल -1। बुझ्नुहुन्छ है? इरर लोकेट भयो। माथि फर्ममा देखाउनु त सर एकचोटि। यसमा होइन उसमा तपाईँले लेख्नु भएकोमा चाहिँ ए यसमा यसमा होइन तपाईँले जुन सिटमा लेख्नु भएको छ नि। ए सिटमा हेर्नुहोस् त। हो तपाईँले 0.10 ए, डिभाइड किन नगर्नु हाँ भएको हाँ त? हाँ 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 0 होइन, यो त लानै पर्यो 0.15 ले लानु पर्यो है। सरी 15% हो नि एमआर के अरे इआरआर होइन। यहाँ सच्याउनुहोस् त। यो एन्युटी थियो, एन्युटीबाट फ्युचरमा आयो, फ्युचरसँग जोडियो, प्रेजेन्टसँग डिभाइड भयो, टु दि पावर 1/10 -1 भयो। 15% राखेर हेर्नुहोस् त, मैले त्यहाँ मिस्टेक लेखेछु, त्यही भएर उता क्यालकुलेसन ठिक छ, यतापट्टिको पार्टमा फरक भयो। क्यालकुलेसनको पार्टलाई फेरि एकचोटि हेरौँ। यहाँ हेर्नुहोस् त सबैजनाले, 1500 इन्टु 1.15 टु दि पावर 10 -1 डिभाइडेड बाई 0.10 प्लस 1000 होल डिभाइडेड बाई 4000 यसमा चाहिँ तपाईँको होल टु दि पावर, यसमा चाहिँ होल टु दि पावर 1/10 -1 4000 22.9 नै आयो अहिले त। आयो सेमै होइन। मैले 15% राखेको हुनुपर्ने, यहाँ 10% राखेर छु, त्यही भएर मैले किन लिएर 1000 यति क्यारेक्टर के लिएन यसले। ल 22.90 नै हो नि होइन? कन्फर्म भयो? हजुर ल ठिकै छ। अब हेर्नुहोस्, अब क्यास फ्लो एबाट बी किन घटाउने बुझ्नुहोस् है सबैजनाले। लार्जर इन्भेस्टमेन्टबाट स्मलर इन्भेस्टमेन्टको क्यास घटाउने। 5000मा 4000 गयो भने कति भयो? क्यास फ्लो डायग्राममा 1000 रुपियाँ थप इन्भेस्टमेन्ट देखियो। अब त्यसको कारणले गर्दाखेरि तपाईँको रेभिन्यू कति थपिन्छ, त्यो रेभिन्यू पनि डिफरेन्स गरेर ल्याउनु पर्यो। 2000मा 1800 घट्यो भने कति भयो? 200 रुपियाँ भयो होइन? 200 रुपियाँ यहाँ थप्नु पर्यो। त्यसै गरी अपरेसन एन्ड मेन्टेनेन्समा कति खर्च बढी लाग्यो वा कम लाग्यो हेर्नु पर्यो। त्यसो भए अपरेसन मेन्टेनेन्स 500बाट 300 घट्यो भने 200 रुपियाँ लाग्यो। तर स्यालवेज चाहिँ के भयो? दुवैको 1000 भएको हुनाले स्यालवेज चाहिँ अहिलेको लागि 0 भयो। त्यसो भए अब यो क्यास फ्लो डायग्रामबाट तपाईँले इआरआर अफ
ए माइनस बी नै निकाल्नु पर्यो के कसरी निक्लिँदो रहेछ फेरि आएको जस्तै यो 200 मा यो 200 घट्यो भने कति बच्यो त फ्युचर वर्थ अब यदि हामीले 200 मा 200 घट्यो भने नेट हातमा कति बच्यो भन्दा त 0 रुपियाँ बच्यो त्यसलाई तपाईँले फ्युचरमा लानु पर्यो फेरि फ्युचरमा लानको लागि के गर्नु पर्यो इन्टु 1.15 टु दी पावर 10 माइनस 1 डिभाइडेड बाई 0.15 लानु पर्यो प्लस स्यालवेज छँदै छैन 0 भयो होल टु दी पावर 1000 रुपियाँ थप लगानी गरेर हामीले हातमा केही पनि पारेनौँ होल टु दी पावर 1/10 माइनस 1 भनेको यो त 0 भयो विच इज लेस देन के छ त एमएआरआर छ अब ऋण थपेर प्रोजेक्ट एमा लगानी गर्नु ठिक कि प्रोजेक्ट बी नै ठिक भयो त ल भन्नुहोस् त मलाई ऋण थप्यो भने त हातमा केही पनि आउँदो रहन्छ सिन्स ERR of A minus B is less than MARR, do not invest on A. Do not invest on A. Select project B as best one. Select project B as best one. भयो बुझिन्छ यो सबै कुरा क्लियर छ ल आवाज दिनुस् मलाई क्लियर छ क्लियर छ सर ल आज यति गरौँ मैले यो च्याप्टर सकेँ अर्को दिन हामी बिसी रेसियोवाला च्याप्टर 4 हेरेर अनि एकैचोटि च्याप्टर 5 मा जान्छौँ अर्को क्लासमा आधी घन्टामै सकिन्छ च्याप्टर 4 अनि च्याप्टर 5 मा इन्ट्री गर्छौँ हामी है त तपाईँहरूको इक्जाम फर्म खुलिसक्यो भरिसक्यो सर भरि पनि सक्नुभयो नोटिस चाहिँ आएको छैन अब एट एनी टाइम होइन तपाईँहरूलाई 20-21 दिनको टाइम राखिदिएर चाहिँ जतिखेर पनि इक्जाम चाहिँ लिन सक्छ त्यसको लागि चाहिँ तपाईँहरू अहिले जति पढिराखेका छौँ हामीले अहिलेसम्म पढेकोबाट करिब करिब तपाईँहरूलाई आउट अफ 45 मेरो विचारमा चाहिँ नि 25 देखि 30 मार्क्स चाहिँ तपाईँहरूको कभर भइसकेको हुन्छ किनभने एक्स्ट्रा क्वेसन पनि आउँछ नि त होइन जति गर्नुपर्ने त्योभन्दा एउटा क्वेसन एक्स्ट्रा हुन्छ त्यो भएको हिसाबले 30 मार्क्स कभर भइसकेको छ प्र्याक्टिस पनि तपाईँहरूले त्यही अनुसार गर्नु होला है त ल ओके थ्याङ्क यू अल